Hello, welcome to my YouTube channel Pasang 70 Vlog. Namaste, tasitile kususang po tharing dingala ko kaya dai. आज चाहिँ बारी खन्नु छ, मकै गोड्नु छ। झार पुरा उम्रेको थियो, त्यसले गर्दा आज चाहिँ त्यो मकै गोड्नु छ। आजको वेदर हेर्नुहोस्, नजारा देखो इतना सुन्दर हे। म चाहिँ ऊ परसम्म खुन्नुपर्छ। हेर्दा चाहिँ क्यामेरामा सानो देख्छ बारी कि फेरि बारी चाहिँ ठुलो छ। म चाहिँ गमबुट लगाएर जुगा पुरा निस्केको छ। अहिले चाहिँ बर्खामा चाहिँ जुगा निस्किन्छ हो, त्यही टेन्सन हुन्छ हौ। अन्त म चाहिँ खुनेर ऊ पर पुर्याउनुपर्छ भन्दै देखाउँदैछु तपाईँहरूलाई है। अन्त जतिजनाले मलाई माया गर्नुभएको छ उहाँहरूकोबाट हृदयबाट धेरै धेरै धन्यवाद। म चाहिँ मकै खुन्नु स्टार्ट गरिसक्यो है। क्यामेरा चाहिँ ढुङ्गामाथि चेपिरहेको छु हो। आज खुन्नु पुरै छ, मटर पनि उखाल्नु छ। अन्त अब बजारको मटर चाहिँ यस्तो हुँदो रहेछ कि सानो बोटमै फल्दो रहेछ। फेरि माथि आकाशबाट पानी आएकोले गर्दा मटर सबै कुहिएर जाँदो रहेछ। आज चाहिँ सबै निकालिदिएर उखालेर मटरहरू किन्ने छ भने बेच्यो, किन्ने छैन भने आफै खायो। अन्त आजको हेर्नुहोस् त पसिना खलखल भइरहेछ। तपाईँहरू रातो पिरो भइरहेछ पसिना खल। यो केटी कसरी खुनेको होला, सोच्दो होला। म चाहिँ खुन्छु है, किनभने म सर्जरी भएको, सर्जरी भएर पनि यस्तो काम गर्छ गर्नु त हुँदैन। घरमा मान्छे नै छैन भने चाहिँ गर्ने कर हुन्छ हो। त्यसले गर्दा आज चाहिँ म बारी खन्दैछु। घरबाट चाहिँ एलाउड छैन, भए पनि म गरिहाल्छु। आप्पाको हातले सक्दैन है। अन्त के गर्नु, आफ्नो माथि आयो भने फेरि आफैकोमा छैन भने अरूले दिने होइन। मकै लु तँ खा ल भनेर दिँदैन। आफैकोमा छ भने आफै काटी बेला खानु मन पर्यो, टट्टै काटेर पक्क पोलेर खानु मजा आउँछ। अन्त त्यसले गर्दा दुःख सुख मकै चाहिँ रोप्छु, जूले सक्दो काम चाहिँ गर्छु म। अब बाइचान्स जूले सकेन भने कोनी अब पहिला हस्पिटलमा बस्दा जतिजना बिमारी हुनुहुन्छ उहाँहरूले चाहिँ याद हुन्छ कि हस्पिटलमा कहिले छुट्टी भएर म कहिले यस्तो काम गरौँ, कहिले मान्छे जस्तो हिँडौँ, कहिले मान्छे जस्तो खाउँ भन्ने हो। त्यो चाहिँ सबैजनाले आश हुन्छ। किनभने जतिजना हस्पिटलमा बसेर बिताएको हुन्छ नि उहाँहरूलाई याद हुन्छ। अरू नर्मल मान्छेले चाहिँ याद हुँदैन है। किनभने हस्पिटलको स्ट्रगल कस्तो हुन्छ मलाई पुरा याद छ नि त। म बिमार भएको नै 15 इयर्स जस्तो भयो। हस्पिटलमा त अब गन्ती छैन। अन्त अपरेसन गरेर नि म 3 इयर्स चाहिँ दिल्लीमै बसेको हो। त्यसले गर्दा पुरा मलाई एक्सपिरियन्स छ। मान्छे जस्तो हिँड्नु मन पर्थ्यो, मान्छे जस्तो खानु मन पर्थ्यो। खानु अनि होइन, मलाई हिँड्नु अनि सकेको भए पनि कति हुन्थ्यो नि भन्नेको यस्तो फिल हुन्थ्यो। म चाहिँ डान्स गर्दै तपाईँहरूसँग गफ गर्दैछु, मेरो लाइफमा बितेको कुराहरू गर्दैछु। अन्त मान्छेहरू यसरी हिँड्थ्यो, सास पनि बढ्थेन, कसरी हिँड्नु सक्थ्यो होला, हामी चाहिँ किन हिँड्नु नपाएको होला भन्ने फिल हुन्थ्यो। यति बेला चाहिँ मलाई अहिले मैले गडले अब नयाँ जीवन दान दिनुभएको छ। उहाँहरूले हृदयबाट धेरै धेरै सम्झना छ। अब मलाई सेकेन्ड गड नै डक्टर हो नि त मेरो चाहिँ। अन्त उहाँलाई पनि म मनदेखि धेरै धेरै रेस्पेक्ट गर्छु। अन्त थ्याङ्क यू सो मच भन्छु। अन्त अहिले चाहिँ फिलहालमा म चाहिँ हरेक कुरा काम गर्नु सक्छु हो। अन्त एक नम्बरमा त गडले पनि ब्लेसिङ गरेको होला सायद मेरो है। आफ्नो भाग्यमा के लेखेको हुन्छ याद हुँदैन। अन्त मैले जूले सक्दो चाहिँ काम गर्छु। किनभने सुती त घरमा कसले ल्याइदिन्छ, घरमा मान्छे छैन, घरमा मै हो मान्छे भन्ने पनि हो। त्यसले गर्दा मै गर्नुपर्छ, नगरी हुँदैन। अन्त यस्तै चाहिँ मेरो 2 दिनको जिन्दगानी दर्पण छाया। अन्त तपाईँहरू बोरिङ चाहिँ नहोस् होला है। मैले यो भिडियो चाहिँ सिधा गरेर गरेको, किनभने पक्रिने नै छैन हो, ढुङ्गामा चेपेर यस्तो दुःखले गर्दैछु भिडियो। अन्त तपाईँहरू प्लिज लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् होला, माया देखाइदिनुहोस् होला। एउटा बस्तीबाट एकजना केटीले भिडियो यस्तो दुःखले गर्दैछ भने चाहिँ तपाईँहरूले प्लिज मलाई लाइक चाहिँ गरिदिनुहोस् है। यसै गर्दै आजको दिन चाहिँ मेरो यही मकैबारीमै दिन जाने भयो। 1:30 भएछ टाइम पनि हो। अन्त म चाहिँ यहाँ खुन्दै तपाईँहरूसँग हल्का गफ गर्दै है, मटर उखाल्दै मटर चाहिँ योपालि पुरा फल्यो हाम्रोमा, किन्ने थिएन। अन्त
हो त्यसले गर्दा आज खुन आधी खुनिसक्यो हो। अन्त यस्तै छ। उपर लसुन बारी छ, लसुन खुनेकै छैन, अझै उतापट्टि मकै बारी छ हो। योपालि मकै बेसी रोपेन, अब आफैले खानु पुग्दो भयो भने भयो नि हैन। आफैले अर्काकोमा माग्नु नपरोस् सोच्छु म चाहिँ हो त्यही। मटर त कति फलेको, यो बजारे मटर चाहिँ पुरा फल्दो रहेछ। फल्नु चाहिँ फेरि पानीले गर्दा के हो, पुरा पानी भिजे त कुहिएर सबै जाँदो रहेछ। हालत पातला हे भन्दैछु म आफै एक्लै। यहाँ गरम यस्तै छ। आजको वेदर हेर्नुहोस् त यस्तो टनटनै छ। गरम चाहिँ एकदम भारी खुन्दै तपाईँहरूसँग अझै पनि मलाई यहाँ मटर हेर्नुहोस् यस्तो फलेछ कि फल्नु चाहिँ मजाले फलेछ। फल्नु चाहिँ यो पानी भिज्नु हुँदैन रहेछ हौ। पानी भिज्यो भने चाहिँ सबै कुहिएर जाँदो रहेछ नि त। अन्त यस्तै छ हे गाउँले जिन्दगानी। अब मकै खुनिसक्यो भने चाहिँ म चाहिँ रेस्ट गर्छु सोच्दैछु। अन्त मकै चाहिँ यहाँ सक्नु आँट्यो हो। अन्त आएर चाहिँ 4 बजेछ। अन्त आयो घरमा आएर गम्बुट सम्बुट खोलेर खुट्टाहरू धुनु छ। पानी पनि छैन हाम्रोमा। अन्त हो त्यसले गर्दा तपाईँहरू सबैजना ठिकै हुनुहुन्छ होला। अन्त लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् र अझै पनि माया गरिदिनुहुन्छ भनेर आशा राख्दै नेक्स्ट ब्लगमा भेटौँ होला। बाई बाई।